एरिस्टोटलको जन्म ईसाई पूर्व BCE 384 मा भएको थियो। अहिले भन्दा करिब 2400 वर्ष अगाडि उत्तर ग्रिसको सानो सहर स्टेगेरामा उनले स्टेगेराबाट एथेन्स गएर प्लेटोको विश्वविद्यालयमा अध्ययन गरेका थिए। आफ्नो जीवनको अधिकांश समय उनी ग्रिस सिटी स्टेटमा बिताए। त्यहाँ सार्वजनिक जीवन, राजनीति र नैतिकता गहिरो रूपमा सम्बन्धित थियो। मानव जीवनलाई समाजदेखि कदापि पनि अलग गर्न सकिँदैन भन्ने उनले राम्रोसँग बुझेका थिए। मानौ तपाईँ हार्मोनियम सिक्न चाहनुहुन्छ। सिक्ने वातावरण सबै मिल्यो। छिट्टै सुरु गर्दै हुनुहुन्छ। सुरुका तपाईँका केही दिनहरू यति काल्पनिक हुन्छन्, आफू हार्मोनियमको उस्ताद भएर साङ्गीतिक माहौलमा रम्दै गरेको, सङ्गीत भरिरहेको, गीत प्रोग्राम सबैतिर छाएको, एकदमै उत्साहित, एकदमै खुसीको पल। केवल त्यो उत्साहले मात्र तपाईँलाई सिपालु बनाउँदैन। तपाईँले हार्मोनियम लिनुपर्ने हुन्छ, औँला चलाउनु पर्ने हुन्छ, कि नोट बुझ्नुपर्ने हुन्छ र छिट्टै निराश पनि हुन सक्नुहुनेछ, किनभने औँलाहरू दुख्छन् वा नोटहरू गलत सुनिन्छन्, मन खिन्न हुन सक्छ। तर तपाईँले निराश भएर तुरुन्त आई क्विट, सक्दिन, गाह्रो भयो भन्नु हुँदैन। सोच्नुहोस्, सबैले यसो भन्थे भने आज हामीसँग न गीत, न सङ्गीत, न कुनै ट्यालेन्ट हुन्थ्यो होला। आज हामीले जे कुरा गर्दैछौँ कसै न कसैबाट प्रेरित भएर अथवा देखेर सुनेर गरिरहेका छौँ। प्रत्येक दिन सानो अभ्यास, दैनिक 10-15 मिनट मात्र सिक्नुहोस्। बिस्तारै औँलाहरू बलियो हुन्छ, कान सङ्गीतमा संवेदनशील हुन्छ, भित्री कानले सुन्न थाल्छ र दिमागले सङ्गीतका ढाँचाहरू प्रोसेस गर्छ अनि स्टोर गर्छ। त्यसै गरी कुनै पनि सिप वा ज्ञान सानो सानो अभ्यास दोहोऱ्याउँदा बलियो र प्राकृतिक हुन्छन्, नेचुरल हुन्छन्। एक दिन छुट्यो भने वा बिचमा छोड्नुभयो भने क्षमता बढ्न सक्दैन। तर निरन्तर अभ्यास, धैर्यता र समर्पणले कच्चा क्षमतालाई वास्तविक दक्षतामा परिणत गर्छ। 1 महिना 2 महिना गर्दै तपाईँले सजिलो गीतहरू बजाउन सक्षम हुनुहुनेछ। त्यसपछि जटिल गीतहरू हल्का हुँदै जानेछन्। आज हामीले फेमस म्युजिसियन, सिङ्गर देख्छौँ अनि भन्छौँ वा कस्तो ट्यालेन्ट, कस्तो प्रतिभा। तर नबिर्सिनुहोस्, त्यो ट्यालेन्ट वा प्रतिभाको पछाडि उसको दैनिक अभ्यास, धैर्यता र प्रतिबद्धताले मात्र उनीलाई अब्बल बनाएको हो। सरल भाषामा जीवनका सिकाइ भनेको एउटा फुलको बिउ जस्तो हो। यदि हामीले त्यसलाई रोपेर व्यवस्था गर्यौँ भने बिरुवा कमजोर, दुब्लो पातलो देखिन्छ। तर निरन्तर पानी, सूर्यको उज्यालो र गोडमेल गर्ने हो भने त्यही बिरुवा बलियो र फलफुल दिने रुख बन्न सक्छ।